कुनै नराम्रो भन्ने हुन्छ होला, जस्तो कि फिल्मको हिरो हिरोइन त कसैलाई दयाङ राई मनपर्छ, कसैलाई के मनपर्छ भने जस्तै विचारहरू राख्यो होला योभन्दा अगाडि। तर मैले कुनै पनि राजनीतिक दलको अहिलेसम्म सदस्यता लिएको थिइनँ। फर्स्ट संशोधित पार्टीमा आउने अवसर मिल्यो। यो के छ भने म राजनीति नजान्ने मान्छे, मैले त बारम्बार पनि भन्दै आएको छु हाम्रो मङ्कुमा दाजुहरूलाई, उहाँलाई भनेको म एकदमै भुत्ते छु, एकदमै लाटा छु राजनीतिमा, किनकि त्यो चलफेल गर्नु पनि आउँदैन होइन। एउटा समस्यालाई समाधान गर्ने कुरामा जाने हो। अब फर्स्ट मैले चाहिँ हाम्रो किराँती कल्चरमा थाहा छ होला तपाईँहरूलाई, किराँती कल्चरमा के हुन्छ भने अब जस्तो कि मगनी गर्नु जाँदा चाहिँ तपाईँको कलिया कोपी भन्छ होला होइन, त्यो माग्नु जाने घरलाई त्यहाँ कलिया कोपी जान्छ, त्यो मान्छेहरू गएर कलिया कोपीहरूले लगेर ठ्याक्क 2 बोतल लगेर रक्सी राखिदिन्छ। अनि होइन अब कुरा गर्दै जान्छ, अब उसले त भन्छ भमरा र फुलको कथाहरू ल्याउँदै जान्छ। अब घरको मान्छे छोडिदिने मान्छे आफै पनि मजबुत हुन्छ, त उसलाई नदिनलाई बाहना पनि गर्न सक्छ र दिनलाई पनि यिनीहरूको ल्याएको के छ र चेक पनि गर्न सक्छ होइन। चेक गर्दै जाँदा बढी चेक थालेपछि त्यो कलियाले के भन्दो रहेछ भने मैले देखेको हाम्रोतिर, ए हजुर म त जान्दिनँ हजुर, यही चिम्रो बोल्छ है, यो बाबु बोल्छ है भनेर भन्ने हाम्रो किराँती संस्कार छ कि। ठ्याक्कै म त्यस्तै हो मान्छे हो। मलाई कतिपय आएन भने चाहिँ मेरो चिम्रो मात्रै बोल्छ, मेरो संस्कार संस्कृति मात्रै बोल्छ, मेरो केही पनि बोल्दैन, मेरो केही पनि छैन।